नमस्ते, म सुशान्त जेरो। हजुरहरूको माझमा फेरि मैले आज एउटा भिडियो लिएर आएको छु। हजुरहरूलाई के कस्तो लाग्छ त्यसको सल्लाह सुझाव दिनुहोला। विशेष गरी मलाई सपोर्ट पनि गरिदिनु होला भन्दै आजको भिडियोको कुरा केही गरौँ है त। यो भिडियो चाहिँ म आज शङ्खसभाको जिल्लामा रहेको छु। हजुरहरूको माझमा देखाउन गइरहेको भिडियो चाहिँ शङ्खसभा जिल्लाको केही एकदम रमाइलो दृश्यहरू पार्टहरूको भिडियो देखाइरहेको छु। हजुरहरूले हेरेर इन्जोय गरिदिनु होला। र त्यसै गरी त्यो भिडियोमा बज्ने गीत चाहिँ मैले लेखेको हो। त्यो गीत पनि के कस्तो लाग्छ हजुरहरूले सल्लाह सुझाव गरिदिनु होला। त्यो गीत रमाइलो छ र नरमाइलो छ त्यसको सल्लाह सुझाव पनि दिनु है। मैले लेखेको गीत हो र के मार्फत कस्तो छ आगामी दिनमा कस्तो भिडियो लिएर आउने त्यसको सल्लाह सुझाव पनि हजुरहरूले दिन सक्नुहुन्छ मलाई। र साथ सपोर्ट पनि दिनु। मलाई फलो गर्नु भएको छैन, विशेष मलाई फलो पनि गरिदिनु भन्दै मेरो भिडियो हजुरहरूलाई हेरेर इन्जोय गरिदिनु होला र त्यसगरी सपोर्ट पनि गरिदिनु, सेयर पनि गरिदिनु। हजुरहरूको मायाले फेरि नेक्स्ट भिडियोहरू म ल्याउने प्रयास गर्दैछु भन्दै हस् त, धन्यवाद। ओखलुङ्गा त्यो मेरो जन्मघर, साधी गाउँ जहाँ हर पल रहर, हाँस खेले भरिएको त्यो बालापन, जस्तो सपना जस्तो अमृतको वचन, कोशीको चिसो पानी जस्तो मिठो त्यो कहिले नभुल्ने कहानी, ओराली झर्दै पुगेको त्यो किनारा, मेरो गाउँको याद, मेरो मनको संसार। बाँसको झुप्रो, सल्लाको छाया, माटोको सुगन्ध त्यो मेरो माया, चुल्होको आगो, धुवाको गीत, त्यो बालापनमा हराएको प्रीत, कोशीको चिसो पानी जस्तो मिठो त्यो कहिले नभुल्ने कहानी, ओराली झर्दै पुगेको त्यो किनारा, मेरो गाउँको याद, मेरो मनको संसार। बग्दैछ समय, बग्दैछ नदी, तर गाउँको सम्झना रोक्दैन कहिले हिँडी, पखेटा हालेर उड्न खोज्छु म, तर फिर्ता तान्छ त्यो बालापनको गम, कोशीको चिसो पानी जस्तो मिठो त्यो कहिले नभुल्ने
काली झड